हेलो, सो आजको केक डिजाइन छ बार्बी डलमा है। अनि यहाँ चाहिँ मैले सानो बार्बी डल युज गरेको छु किनभने चाहिँ 2 पाउन्डको बार्बी डल हो है। अनि 2 पाउन्डको बार्बी डलमा चाहिँ 1.5 पाउन्ड तल अनि हाफ पाउन्ड माथि गर्दाखेरि चाहिँ निकै सानो त्यसको डल हाल्छ नि त है। त्यही भएर सानो बार्बी डल युज गर्दैछु। अनि सानो बार्बी डलको चाहिँ खुट्टाहरू पनि अलिक सानै आउँछ हैन। अनि केकमा अड्किनु मान्दैन, झरिजान्छ नि त डिजाइन गर्दा गर्दा है। त्यही भएर चाहिँ मैले चाहिँ यहाँ डोभेल्स लगाएर चाहिँ सेलो टेपले टाल्दैछु है। यसो गर्यो भने चाहिँ डोभेल्सको हेल्पले अलिकति लामो हुन्छ अनि मजाले बस्छ नि त है। सो यो बार्बी डल चाहिँ रेडी भइसक्यो है। अनि अब चाहिँ केक आइसिङ गरौँ हैन। केक चाहिँ मैले हिजै आइसिङ गरेर राखेको थिएँ किनभने बहिनीले चाहिँ मलाई अलिक छिटो बनाइदिनुस् ल भनेको थियो नि त है। अनि मैले केकको जुन चाहिँ माथिको टप काटेको हुन्छु त्यो टपहरूलाई चाहिँ यसरी बिचमा आइसिङ गरेर राखेर चाहिँ बार्बी डलको जामा बनाउँदैछु है। अनि जामालाई चाहिँ माथि राख्नु पर्यो, जामालाई माथि राख्नु पर्यो अरे, त्यसलाई चाहिँ माथि राख्नु पर्यो, त्यस पछाडि चाहिँ आइसिङ गर्नु पर्यो हैन। अनि यहाँ चाहिँ मैले सानो रोजिटो डिजाइन युज गरेको छु, रोजिटो डिजाइनको नोजल युज गरेको छु हैन। अनि यसलाई चाहिँ मैले ओम्ब्रे डिजाइन गर्ने कोसिस गरेको छु किनभने कस्टमरको चाहिँ कुनै पनि डिमान्ड थिएन नि त है। कुनै यस्तो बनाइदियो त्यस्तो बनाइदियो केही भन्नुभएको थिएन है। कतिजना कस्टमरको चाहिँ धेरै धेरै डिमान्डहरू हुन्छ है, उहाँले चाहिँ के भन्नुभएको थिएन। अनि फर्स्टमा चाहिँ मैले डार्क पिङ्क युज गरेको छु है। डार्क पिङ्कमा एक राउन्ड बनाएँ, सेकेन्डमा लेयर बनाएर चाहिँ जामाको पनि एक लेयर बनाएको। त्यस पछाडि चाहिँ जुन चाहिँ त्यो डार्क कलर बाँचेको छ है त्यसमै चाहिँ व्हाइट क्रिम थपेर चाहिँ अलिकति लाइट बनाएको छु है। त्यसलाई चाहिँ बेबी पिङ्क टाइपको भएको छ हैन। अनि त्यसको पनि मैले यो एक लेयर अन्त बार्बी डलको जामामा एक लेयर गर्दैछु है। अनि मैले जहाँ क्यामेरा राखेको छु त्यो साइडबाट चाहिँ अलिकति बत्तीको प्रब्लम हुँदो रहेछ है। अब मलाई अलिकति आइडियै छैन लाइटको अब के हो कसो हो भनेर है। त्यसले गर्दा राम्रोसँगले भिडियो नै देखेको छैन, त्यसको लागि चाहिँ एक्सक्युज गरिदिनु होला है। अनि यो बेबी पिङ्क पनि अलिकति बाँचेकोलाई राखेर अझै व्हाइट क्रिम थप्दा चाहिँ अझै लाइट पिङ्क भएको छ है। ओम्ब्रे भनेको चाहिँ यस्तै हुन्छ नि त, डार्क अनि लाइट 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 हुँदै जान्छ। तर मेरोमा चाहिँ 3 मात्रै तल्ला छ है, त्यसले गर्दाखेरि चाहिँ यति नै बनाएको छु। अनि माथि बार्बी डलको त्यहाँसम्म पुगेर बार्बी डलको जामा बनाउँदा त बार्बी डल त यत्रो देखियो है, लुकी गयो। त्यसले गर्दा चाहिँ मैले बार्बी डललाई अलिकति माथि तानेर अलिकति अग्लो बनाएर चाहिँ त्यसलाई मैले यसरी डिजाइन दिएको छु है। ओके, सो केक रेडी भयो है। हेर्नुहोस् यसको यो चाहिँ 2 पाउन्डमा हो अनि यो चाहिँ 1.5 पाउन्ड अनि यो चाहिँ हाफ पाउन्ड है। हाफ पाउन्डमा पनि बार्बी डल अझै लाउँदाखेरि चाहिँ सानो जामा हुन्छ नि त है। त्यही भएर चाहिँ मैले यो सानो डल लगाएको है। खासमा चाहिँ यत्रो आउँछ बार्बी डल चाहिँ, यत्रो आउँछ। अनि यो सानोमा चाहिँ यसरी यो बार्बी डल, यो ठुलो बार्बी डल लाउँदाखेरि चाहिँ कस्तो हाँसउठ्दो देख्छ नि त, राम्रो देख्दैन है। अब यो फोनमा जस्तो देख्यो भने पनि रियलमा लाउँदाखेरि चाहिँ राम्रो देख्दैन हैन। अब यो जामा चाहिँ यत्रो बडे बार्बी डल चाहिँ अत्रो बडे जिउ चाहिँ अत्रो बडे हुन्छ नि। अब यसको जिउ हेर्नुहोस् न, यसको जिउै अब यो मेरो औँला भन्दा यत्रो छैन, यसको त अब यत्रै थियो। अब सरी देखाउनु, यसको जिउ चाहिँ हेर्नु न, यसको जिउ मात्रै हेर्नु। यसको जिउले चाहिँ यो सानो बार्बी डलको चाहिँ टाउकोसम्म भेट्दछ हैन। त्यसले गर्दाखेरि यो सानो ड्रेसमा चाहिँ यो ठुलो बार्बी डल एकदमै सुहाउँदैन नि त है। त्यही भएर चाहिँ मैले यो सानो बार्बी डल लगाएको है। अनि यो चाहिँ 1.5 पाउन्ड हाफ पाउन्ड गर्दा यो चाहिँ अब एक्स्ट्रा भयो एक्स्ट्रा मैले देखाइहालेँ है, त्यो केक काटेको टुक्राहरूको लगाएको। सो यो चाहिँ 2 पाउन्डमा हो है। यसको फाइनल लुक हेर्नु होला। सो यसको फाइनल लुक चाहिँ यस्तो छ है। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला है। भिडियो मन पर्यो भने लाइक शेयर अनि मेरो पेजलाई फलो पनि गर्नु होला। थ्याङ्क यू सो मच। 2 पाउन्डमा हो।